हेलो गाइड्स, आज चाहिँ म चाहिँ केटाबारी गाउँपालिकाको मेन हटिया मङ्गलबारे बजार भर्न आएको छु है। अनि त्यसैले आज म यता मङ्गलबारे बजार भर्न चाहिँ जाँदैछु। अब त्यो चाहिँ अलिकति के छ, चोकदेखि माथि ठ्याक्कै होइन पश्चिम उत्तरकोतिर पर्छ। अनि म चाहिँ अब यता एउटा बजारतिर लागेँ। यता बजार यो चाहिँ ठ्याक्कै भन्दाखेरि यो चाहिँ यता फेवा स्कुल जाने बाटोदेखि यता तेर्सो बाटो गएँ म चाहिँ। यहाँबाट हेर्नु होला, आज चाहिँ बजारमा के भने पानी परेकोले गर्दाखेरि अलिक भिडहरू चाहिँ कम छ होइन। नभए चाहिँ यो चाहिँ एकदम भिडभाड हुन्छ, यहाँ चाहिँ छिर्नु नै गाह्रो हुन्छ। यहाँ चाहिँ छिर्नुको लागि चाहिँ हम्मे नै हुन्छ होइन। त्यसैले अब म यहाँनिर यसो अलिक आज त खासै छैन मान्छेहरू, अनि यस्तो छिर्दै जाँदै गर्दाखेरि आज चाहिँ के छ, आज चाहिँ हल्का सामान्य बजार भइरहेछ। साह्रो चाहिँ छैन होइन। तर यो यतिर सब्जी पसलमा चाहिँ अलिअलि निकै भिड रहेछ। सब्जीहरू पाउँछ, त्यसैले गर्दाखेरि यहाँनिर सबै आउँछ। यसरी नै अब यहाँमा चाहिँ अनि तल्लोपट्टिबाट गएर अनि यसो तल्लोपट्टि गएर ठुलो भवन चाहिँ फेरि पछि बजारकै यो चाहिँ अलिक पानी पर्दा सुरक्षित हुने खालको भवन बनाएको तल्लो साइडबाट अगाडि खिच्यो। अनि त्यहाँबाट यता त्यो बजार गएपछि यसो आफ्नो गाउँको पनि अलिकति थोरै भ्युज ल्याउँ भनेर आफ्नो गाउँको पनि गरेको छु है। साथीहरू तपाईँहरू पनि मङ्गलबारे बजार आउनु होला है।